हेलो गाइज, म रुस्मिता खत्री। म आज उल्लाबारीबाट मधुमल्ला आउँदै गर्दाखेरि यो धर्मशालामा आएर बसेको छु हैन। कस्तो रमाइलो आनन्द छ, फुलफुलिरहेको छ हैन, ढकमक्क। अनि बस्दै गर्दाखेरि मैले एउटा कुरा सोचेँ, तपाईहरुलाई शेयर गर्न लागिरहेको छु। यो मेरो स्कुटी, यो मैले स्कुटी किनेको 1 वर्ष भयो। 1 वर्षमा हुने बित्तिकै मैले किन्ने बित्तिकै मैले यसलाई कतिमा 5500 लगाएर मैले इन्सुरेन्स गरेँ हैन। अनि इन्सुरेन्स गरेपछि यसलाई किन इन्सुरेन्स गरेँ भन्दा त म बाटोमा लड्न सक्छु, यो स्कुटी चोरी हुन सक्छ हैन, भत्किन सक्छ। अनि कुनै पनि मान्छेलाई हाने भने मैले पैसा तिर्नुपर्छ, इत्यादि कुरा सम्झेर चाहिँ मैले स्कुटीको इन्सुरेन्स गरेँ। अनि मैले अर्को कुरा पनि सम्झेँ क्या, अब इन्सुरेन्स भत्किन्छ गर्छ भनेर गरेँ, भोलि तिर्छ भनेर गरेँ, तर यसको मूल्य 3,26,000। अनि मेरो मूल्य चाहिँ कति हो त भन्ने कुरा सम्झेँ क्या। मैले आफैले क्वेसन गरेको। अनि मैले सोचेँ, मैले त महिनाको 50-60 हजार रुपियाँ खान्छु हैन। त्यो 50-60 हजार पैसा खाएर चाहिँ मेरो छोराछोरीलाई बोर्डिङ स्कुल पढाएको छु, मिठो खाना खान पनि दिएको छु, कसैसँग मागेर खानु हुँदैन है, आफ्नो लागि आफै गर्नुपर्छ भनेर पनि सिकाएको छु। अनि त्यही गरेर म सङ्घर्ष गर्नलाई बाटोमा पनि यो स्कुटी लिएर हिँडिरहेको छु। अनि सम्झेँ, जहिले पनि दिनभरि काम गर्छु, बेलुका भएपछि म घर जान्छु। घर जाँदाखेरि मेरो बच्चा चराले मुख गरेपछि मेरो बच्चाले के लिएर आउँछ मम्मीले भनेर हेरिरहेको हुन्छ हैन। अनि भनेपछि त सबै आश्रित त बच्चाहरू त म प्रति भयो नि त। अनि अब यसो सम्झेँ मैले, यदि के हो, जहिले पनि सत्य तितो लाग्छ, नराम्रो लाग्छ, हामीलाई दुःख लाग्छ, तर वास्तवमा रियालिटी त त्यही हुन्छ हैन। के कथमले अहिलेका यस्ता विपरीत खानाहरू खानुपर्छ, हामीहरूले कति औषधि लगाएको खाना खानुपर्छ हैन। त्यो अवस्थामा यदि मलाई रोग लाग्यो भने मैले के गर्ने होला, मलाई कसले उपचार गर्छ होला, मेरो छोराछोरीलाई आज मिठो खाना दिएको कसले खाना दिन्छ होला भनेर मैले सम्झेँ क्या। अनि सम्झिँदा गर्दा यस्तो सम्झेँ, हो त भनेर सम्झेँ, ल त्यति त भयो के कथमले म त स्कुटीमा हिँड्ने मान्छे हो हैन। स्कुटीमा हिँड्दै गर्दाखेरि मलाई एक्सिडेन्ट भयो भने, म अशक्त भयो भने, अनि मेरो मृत्यु भयो भने, अनि मेरो बच्चालाई चाहिँ कसले हेर्छ होला भन्ने खालको चाहिँ मलाई एकदमै पिरोलो क्या, मनमा पिरोलो। अनि पिरोल्दै गर्दाखेरि चाहिँ मैले सम्झेँ, त्यतिखेर सम्झेँ मैले दिनको जुन मैले 60,000 रुपियाँ खान्छु भने त महिनाको 10,000 रुपियाँ त म बचाउन सक्छु। 10,000 रुपियाँ बचाएँ भने महिनाको 10,000ले त मेरो के भयो, 1,20,000 भयो। 20,000मा मैले 1,05,000 रुपियाँ मात्रै किस्ता बुझाएर 15 लाखको बिमा गरेँ भने त मेरो मूल्य कति भयो, 30 लाखको भयो हैन। अब 30 लाखले के गर्छ भनेर पनि सम्झेँ मैले। 18वटा घातक रोगहरू जस्तै किडनी, फुक्सोमा समस्या, मुटुमा समस्या, यस्ता रोगहरू पनि हेर्छ भनेको। अनि त्यस पछाडि मात्रै नलागेर यदि रोग लाग्यो भने त मलाई 15 लाख रुपियाँ त बिमा कम्पनीले दिन्छ। बिमा कम्पनीले दियो भने त मलाई आनन्दले म उपचार पनि गर्छु, कसैको डोनेसन पनि माग्नु परेन, माइती पनि यति गरिराख्नु परेन। त्यस पछाडि फेरि पनि त्यति निको भएन यदि फेरि मृत्यु भयो भने मेरो परिवारले 15 लाख प्लस बोनस पाउँछ। यदि त्यो बोनस पायो भने त मेरो बच्चा अलिकति भए पनि राहत भयो हैन। केही हातसम्म त उनीहरू आफ्नो स्ट्रगलको लाइफ चलाउन सके हैन, एउटा बिन्दुमा पुग्न सके। सुरुमै एकदमै उनलाई ठुलो झड्का परेन हैन। अनि हुँदा यदि एक्सिडेन्टको कारणले, किनकि म त स्कुटीमा हिँडिरहन्छु, एक्सिडेन्टको कारणले मेरो मृत्यु भयो भने त मेरो बच्चाले 30 लाख रुपियाँ पाउँछ। हो, 30 लाख रुपियाँ पायो भने त अब कम्तीमा मेरो बच्चालाई त कसैको सहारा बिना, कसैले हेप्ने ठाउँ भन्ने ठाउँ पनि पाएन नि त भनेर मैले सम्झेँ। मैले आजसम्म मैले बिमा गरेको थिइनँ, तर मैले आज यो एउटा छाहारामा बसिसकेपछि चाहिँ मलाई यस्ता कुराहरूले चाहिँ धेरै पिरोलो, किनकि म एक्लै बसिरहेको थिएँ, यस्तो कुराहरू धेरै पिरोलो होइन। यदि तपाईँहरूले पनि यदि यसरी नै सोच्नु भएको छ भने हैन, सोच्नु भएको छ, यदि सोच्नु भएको छैन भने यो भिडियो हेरेर अवश्य पनि तपाईहरुलाई पनि गर्न मन लाग्छ जस्तो लाग्छ मलाई हैन। सबैले मात्र एउटा पेन्सनको एउटा सुरक्षाको लागि, आफ्नो र आफ्नो बच्चाहरूको परिवारको सुरक्षाको लागि चाहिँ एउटा बिमा अवश्य पनि जरुरी छ। कसरी छ भन्नुहुन्छ भने एउटा 15 वर्ष पछाडि हामीलाई एउटा
पेन्सन पनि भयो, छोराछोरीको सहारा बन्नु पनि परेन होइन। किनकि छोराछोरीलाई म जन्माइदिन्छु अनि तिमीले मलाई पाल्नुपर्छ अनि मात्रै जन्माउँछु भनेर बाध्यता गरेर जन्माएको त होइन हो त, होइन नि त हो। त्यस्तो अवस्थामा चाहिँ यो इन्सुरेन्सले धेरै राम्रो काम गर्दो रहेछ। र मेरो भनाइ कस्तो लाग्यो, यदि राम्रो लाग्यो भने कमेन्ट, लाइक र सेयर गर्नुहोला। तपाईँहरूका आफ्नो मान्छेहरू, साथीहरूसँग पनि सबैले सेयर गरेर सपोर्ट गर्नुहोला है त। बाई बाई।